टक्क साँझ पर्यो है, साँझ पर्नै लाग्यो मलाई चाहिँ। यो साँझ परेको बेला छ नि, यो म अहिले देखाउँछु। पहिला घरको ढोका चाहिँ लगाइहालौँ कि मम्मीहरू हुनुहुन्न, सो म देखाउँछु है। यो साँझको यो छ नि, यो जुन यो घाम डुब्न लागेको हुन्छ नि, अहिले त घाम डुब्ने बेला हुँदैछ। यो हुन्छ नि, यो बेला मलाई एकदमै धेरै नै मनपर्छ क्या। म चाहिँ इभिनिङ पर्सन हो है, आई लाइक इभिनिङ सो भेरी मच। अब ऱ्यान्डम कुरा गर्न मन लाग्यो मलाई आज। जस्तो म चाहिँ कस्तो राम्रो त्यहाँ कोइराला फुलेको रहेछ। म चाहिँ जब 23 इयर्सको थिएँ नि, यहाँ धनियाँ फुलेको छ, कस्तो राम्रो लाग्छ क्या मलाई यो धनियाँको फुल। ओके, म के भन्दै थिएँ भने, जब म 23 इयर्सको थिएँ नि, म चाहिँ बाहिर गएँ, बहराइन गएँ। अनि त्यसपछि मेरो काम चाहिँ एज अ रिसेप्सनिस्ट थियो इन अ सलोन। सो त्यहाँ चाहिँ म अब 8 to 10 आवर्स 12 आवर्ससम्म काम गर्थेँ कि। सो त्यति बेला चाहिँ कस्तो हुन्थ्यो भनेदेखि, बिहान गयो अनि त्यसपछि दिनभरि सपभित्रै हुन्छ, अनि त्यसपछि एकैचोटि राति मात्र छुट्टी हुने। अनि साँझको बेलामा चाहिँ दिस टाइम हुन्छ नि, 4 बजे 5 बजेको टाइममा चाहिँ जहिले पनि सलुनभित्रै बिजी हुने क्या। अनि सो म चाहिँ त्यो बाहिरको त्यो समय चाहिँ हेर्न पाउँदिनँ थिएँ क्या। जस्तो साँझको बेला चाहिँ म हेर्न पाउँदिनँ थिएँ। अनि मलाई चाहिँ जहिले पनि के, यो साँझको बेलामा टक्क शीतल हावा खाँदै अनि छतमा बसेर टक्क, म चाहिँ फेरि मिल्क टी प्रेमी हो नि त। अनि मलाई चाहिँ त्यो दुध चिया पिउँदै होइन, त्यो साँझको बेलामा मम्मी बुवाहरूसँग गफ गर्दै, मेरो चाहिँ त्यति बेला सानो छोरी पनि थिए, अनि छोरीसँग चाहिँ बसेर हुन्छ नि, त्यो एकदम मलाई त्यो फिल हुने क्या। साँझको बेला चाहिँ कस्तो मनपर्ने क्या मलाई। अनि त्यो मिस हुँदो रहेछ क्यारे। अनि जब म छुट्टी आएँ नि, म छुट्टी आएपछि म यहाँ बुवाले त्यो के पोल्नु भएको थियो, यसलाई पनि मिलाउनु पर्नेछ। अनि त्यसपछि सरी, अनि साँझको बेलामा चाहिँ कस्तो साँझको बेला मिस हुने मलाई। अनि साँझको बेला एकदमै मनपर्ने। अनि जब म छुट्टी आएँ, अनि म छुट्टी आएर चाहिँ नि बस्न थालेँ। 2 महिनाको छुट्टी आएको थिएँ कि फर्स्ट टाइम म। अनि त्यो बेलामा चाहिँ म जब छतमा बसेर चिया खान्थेँ नि, मलाई यस्तो खुसी फिल हुन्थ्यो नि। आई फिल लाइक द्याट्स इट टाइपको क्या। अहिले पनि मलाई यो साँझको बेलामा यस्तो डुल्न, साँझको बेलामा घुम्न एकदमै धेरै मनपर्छ। अहिले चाहिँ म यहाँ हाम्रो बारीमा चिल गरिरहेको छु। यो चाहिँ हाम्रो बारी, अनि यो बारीलाई चाहिँ हामी बाटाको पाटो भन्छौँ क्या। किन भन्दा यहाँबाट बाटो थियो पहिला, त्यही भएर अहिले चाहिँ देयर आर नो सच सो मेनी पिपल इन द विलेज। अनि यो बारीहरू पनि यत्तिकै बाँझै छ। यो आँपको बोट छ, यो चाहिँ एभोकाडोको बोट हो। म चाहिँ तलसम्म जाने किम्बु खानलाई आज, अनि यत्तिकै ऱ्यान्डम टक्स गरौँ भनेर। अनि मलाई यो साँझको बेला चाहिँ औधी नै मनपर्छ क्या, एकदमै धेरै नै मनपर्छ। सो अनि त्यो पर देख्नुभयो नि तपाईँहरूले, म अलिकति जुम गराइदिन्छु है। यो चाहिँ हाम्रो अङ्कलको घर हो। पहिला चाहिँ अङ्कल र हामी यहीँ सबैजना यहीँ बस्थ्यौँ। अनि त्यो अङ्कलको घरभन्दा उतापट्टि छेकिएको छ, त्यो चाहिँ मेरो घर पनि छ है। त्यहाँ चाहिँ त्यो चाहिँ त्यो हाम्रो घर चाहिँ हाम्रो घर पनि देखियो। म जुम गर्छु है त। यो छ नि, यो 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 अङ्कलको घरभन्दा मुनिको एक तले घर चाहिँ मेरो हो गाइज है। अनि त्यसपछि यो धेरै जुम गर्दा यहाँनिर चाहिँ एउटा पिपलको बोट हुन्थ्यो। यो है, यो पिपलको बोट थियो। यो पिपलको चाहिँ हामी शनिबार पूजा गर्थ्यौँ। आएर शनिबार मैले पूजा गर्दाखेरि नारायण 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 भन्ने भजन भन्दै पूजा गर्थ्यौँ हामीले यहाँनिर। यो पिपलको बोट चाहिँ काटिसक्नु भएछ। यो चाहिँ हाम्रो हजुरबुवाको, यो चाहिँ पानीको तार रहेछ। म चाहिँ यसरी निहुरिनु पर्ने भयो क्या। सो अनि त्यसपछि दिस वान आई लभ दिस, यस्तो मनपर्छ मलाई यो टाइम। उफ, आई कान्ट से, मलाई एक्सप्रेसै गर्न सक्दिनँ म यो साँझको बेला देख्दा कति खुसी हुन्छ भनेर। मलाई नि 2-3टा कुराहरू एकदमै फेसिनेटिङ लाग्छ के, यु नो, दे मेक मी, अब कसरी भन्ने, अब आई डोन्ट नो म राम्ररी इङ्ग्लिसमा राम्ररी भनिरहेको छु या छैन। त्यो फेसिनेटिङ लाग्छ क्या मलाई। त्यसले चाहिँ फ्यान्टासाइज गर्छ, आई डोन्ट नो। अब मैले चाहिँ त्यसरी बुझ्छु के भने, साँझको बेला होइन, यो साँझ यता साँझ परिरहेछ,
यो साइडमा साँझ परिरहेछ अनि यो साइड हेर न कस्तो राम्रो के उफ अनि साँझको बेला एउटा मलाई एकदमै धेरै त्यो हुन्छ नि किड टाइपको बचपन टाइपको खुसी मिल्छ मलाई साँझको बेला देख्दाखेरि यहाँबाट हाम्रो घर देख्यो नि गाइज यो सेतो छ नि this one is my house there हैन अनि साँझको बेला अनि सानो सानो बाख्राको पाठाहरू हुन्छ नि कुतुम 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 गर्दै म्या म्या गर्दै हिँड्छ नि त्यो अनि त्यसपछि अर्को भनेको चाहिँ मलाई कप्स आई लभ कप्स मलाई कपहरू एकदम मनपर्छ कलेक्टिङ कपहरू कसैले मलाई राम्रो ग्लासमा नमिठो चिया दिए पनि मलाई मनपर्छ तर नमिठो चिया त मिठो हुँदैन हैन चिया त मिठै हुनुपर्छ तैपनि कपहरू चाहिँ मलाई मनपर्छ अनि यो यसमा चाहिँ खोइ के फल जस्तो पनि लाग्थ्यो देवल कि के भन्छ यसलाई है अनि यहाँ चाहिँ हाम्रो बारी त्यो बाटो छ नि त्यो बाटो भन्दा माथिपट्टिको चाहिँ हाम्रो बारी हो त्यो केराको बोट चाहिँ हाम्रो बारी हो यहाँ चाहिँ किम्बु पनि थियो मतलब थियो तर अहिले चाहिँ किम्बुको बोटहरू सबै मासिसकेको रहेछ आई डोन्ट नो वाइ ओहो यो साँझको बेलामा यस्तो रमाइलो लागिरहेछ मलाई अहिले म हिँडिराख्दाखेरि यो चाहिँ बारी अहिले चाहिँ बारीमा के पनि छैन आई डोन्ट नो अब फ्यु मन्थ्स भन्दा पनि अहिले चैत भयो वैशाख जेठतिर चाहिँ यहाँ मकै छर्ने बेला हुन्छ पहिला हामी सानो हुँदा चाहिँ यहाँ मकै गोड्न आउँथ्यौँ हामी मम्मीहरूसँग लुक एट दिस सिन हु विल नट लाइक इट अनि यहाँहरू पनि अम्बाको बोटहरू हुन्थ्यो के बोटहरू हुने गर्थ्यो अनि हामी चाहिँ अम्बाको बोटमा आएर अम्बा खान्थ्यौँ अहिले चाहिँ सबै बोटहरू चाहिँ सबै मासिसकेको रहेछ त्यो किम्बुको बोट पनि मासिसकेको रहेछ है यहाँनिर चाहिँ अम्बाको बोट हुन्थ्यो के लिटरली यहाँ चाहिँ अम्बाको बोट हुन्थ्यो नि हामी चाहिँ यो अम्बाको बोटमा चढेर अम्बा खान्थ्यौँ अनि अहिले खेतमा चाहिँ आलु छ यो बाटोभन्दा तलबाट चाहिँ खेतहरू पर्छ योभन्दा माथि चाहिँ बारी है अनि यो चाहिँ तिनकुने बजार हो अनि यता हर्से हुँदै जान्छ त्यहाँ एउटा जनहित भन्ने स्कुल छ नाम जनहित थियो पहिला अहिले के छ आइ एम नट स्योर अबाउट द्याट है अनि त्यसपछि दिस इज अल गाइज अनि म चाहिँ किम्बु खान आएको तर किम्बु चाहिँ यति राम्रो पाकिसकेको रहेन रहेछ स्टिल आई क्यान ह्याभ सम बिकज आई लभ दिस किम्बु अनि मैले यो किम्बु नखाएको चाहिँ धेरै वर्ष भइसकेको थियो किनभने म चाहिँ अस्तिको पसल हुँदाखेरि चाहिँ म आउनै भ्याउँदैन थिएँ कि पसलमै बिजी हुन्थेँ किम्बु गाइज मेरो घडी पनि राम्रो देखियो घडी देखियो भन्ने एकजना टिकटकर हुनुहुन्थ्यो नि 5:21 गएको छ है अहिले चाहिँ अनि ट्याटु पनि राम्रै देखियो अनि यो चाहिँ किम्बु भयो अनि मलाई चाहिँ यो अर्ग्यानिक भिडियोहरू बनाउन एकदम रहर लागेको भएर बनाउँदैछु मेरो च्यानललाई तपाईहरुले वाउ कसले होला त हेर्नु त यो ल कसले त किम्बुको हाँगा नै भाँचिदिएछन् यो चाहिँ अति मन पर्दैन क्या मलाई यस्तो तर के गर्ने है यस्तै गरिदिन्छन् मान्छेहरूले अब यहाँ पनि किम्बु कति फलाएको छ तर पाकेको छैन राम्रोसँग देखिएको छैन नि ओझेल परेर साँझ इभिनिङ आई लभ इभिनिङ किम्बुको चाहिँ कसैले बोटै भाँचिदिइसके रहेछ अमिलो छ तर कस्तो राम्रो देखेको यो बारी पनि हुन्छ नि ल मैले चाहिँ टिप्न सकेन यो यसरी तान्नुपर्छ अब कसरी टिप्ने हो र सो अब यति नै होला आजलाई चाहिँ त्यहाँ पनि रहेछ किम्बुको बोट तर सबै काटेर खतम भइसकेको रहेछ किम्बुको बोट त यहाँ पनि छ लेट्स There are so many boys and girls talking and going around. त्यो अहिले एसी दिने बच्चाहरू होला नि सायद अनि साँच्चै मैले चाहिँ है एसी दिने बेलामा चाहिँ मेरो चाहिँ के भन्छ हाम्रो चाहिँ खेतमा केराउ रोपेको थियो के कति केराउ खान्थ्यो हामी केही हुँदैन थियो अहिले चाहिँ केराउ खायो भने ग्यास हुन्छ भनेर केराउ नै खाइँदैन आई डोन्ट नो त्यो समय पनि हो कि उमेर पनि हो कि के हो एनीवे गाइज यसलाई चाहिँ तौलीबारी भन्थ्यो यो चाहिँ हाम्रो
अङ्कलहरूको बारी हो, यसलाई तौरी बारी भन्छ। ऊ त्यहाँनिर खनाएको बोट थियो, हामी त्यहाँबाट कति खनाएर खान्थ्यौँ। अहिले त मलाई थाहा नै छैन त्यो खनाएको बोट हो कि के को बोट हो। अलिकति भए नि किम्बु चाहिँ खायौँ। किम्बुको बोट त सबै काट्या रहेछ, सबै एकदम। यो पाइप चाहिँ इनारको पानी जाने पाइप हो, अहिले चाहिँ इनार छैन किन भन्दा अहिले सुनकोसीको पानी आइसकेको छ। सो यस्तै छ। ओके गाइज, दिस इज माई सेल्फ। सो फेस चाहिँ किन नदेखाएको भने भ्यू चाहिँ भेरी ब्युटिफुल देन माई फेस क्या। ओ आई लभ दिस। एनीवे गाइज, सो भेट्दै गरौँला अर्को भ्लगमा। त्यो बच्चाहरू त्यहाँ पुगे, आई डोन्ट नो कहाँबाट आएको त्यो बच्चाहरू को हो थाहा छैन। किनभने हाम्रो गाउँमा चाहिँ अहिले धेरै नयाँ मान्छेहरू बसाइ सरेर आएको छन्, किनभने हाम्रो गाउँको मान्छेहरू चाहिँ धेरैजना काठमाडौँ गइसकेका छन्। सो आजलाई चाहिँ यति नै गर्नु पर्ला, किनभने अब म घर जान्छु। मम्मीहरू पनि आउने बेला भयो, मम्मीहरू आज हस्पिटल जानुभएको थियो, किमु पनि खायो। सो गाइज, आई एम साइनिङ अफ नाउ। प्लिज, चप्पलै खुस्क्यो। प्लिज लाइक, सब्सक्राइब एन्ड सेयर अनि कमेन्ट गरिदिनु होला ल मेरो भिडियोमा। बाई बाई। सारङ्गे। ओ कस्तो राम्रो देखेको के।